तर उयो हुनुपर्छ के साथीहरू हुनुपर्छ के साथी नै नभएर हो म त यहाँ जंगलमा एक्लै ए जंगल हो कुन ठाउँ हो र त्यस्तो जंगलको रानी भएर बसिरहेको छु म जंगल त त्यहाँ प्राय त्यस्तै त हो सबै हैन मेरो घर छेउमा ठुलो जंगल छ के ए छ साँच्चै यो हामी चाहिँ अलि गाउँ जस्तो ठाउँतिर छौँ के त्यही भएर यार त्यहाँ त गाउँलाई पनि कस्तो राम्रो बनाएर राख्छ यार त्यो चाहिँ कसरी हुँदो रहेछ है त्यो त नेपालमा पनि बनाउन सक्छ होला जस्तो लाग्छ यार कहिले कहिले के अबे नेपाललाई त्यसरी बनाइदिने हो भने त यहाँ त के हो र यहाँ त कस्तो राम्रो बनाएर राखेको छ भनेदेखि गाउँहरू पनि चिटिक परेको चिटिक चिटिक अनि बाटो नि कस्तो एउटा फुल पनि भेटिँदैन के एउटा प्लास्टिक एउटा चक्लेटको खोल्सा नि भेटिँदैन के कस्तो नेचरलाई कस्तो राम्रो सजाएर राख्ने के एकदम के अब रुखमा जराहरू कस्तो कस्तो तरिकाले निस्क्यो त्यसलाई नै सजाइदिने के यहाँ त त्यो रुख काट्नु नपाउने हैन त्यस्तो हाम्रोमा त कति राम्रो राम्रो छ सब आर्टिफिसियलै बनाए नि त त्यहाँ त हैन हाम्रो नेचुरल हुँदा पनि वास्ता छैन फेरि भगनी काटेर पार्क नेचुरल रुखहरू सबै नेचुरल के रे लगाउने हो हैन धेरै कम छ त्यहाँ त नेचुरल अलिक कमै छ डाँडा पाखा हेर्नलाई आत्तिनी रहेछ म त आत्तिछु सम्मै रोड सम्मै डाँडा छैन होला है युकेमा त छैन होला डाँडा पाखा त्यस्तो डाँडा त छैन होला सम्मै उयोतिर जानुपर्छ अरे के डाँडा पाखा हेर्नलाई चाहिँ के पो भन्थ्यो त्यो ठाउँको नाम यहाँबाट हाम्रोबाट 3-4 घण्टा लाग्छ अरे स्कटल्यान्डमा रे हो त्यहाँ छ अरे नभए त यहाँ स्कटल्यान्ड गएन म स्कटल्यान्ड चाहिँ गएन सम्मै छ सम्मै तर के सुरुमा म त भातबाटी के अरे उयो के सामान ट्याक लिने अनि मान्छे नबस्ने के आफै टिपेर ल्याएर आफैले त्यो पैसा पे गरेर आउने के कस्तो मान्छे नखाइने ट्राफिक हुन्न आमामा हाम्रो नेपालमा त्यस्तो हुने भयो त है के हुन्थ्यो होला मान्छे नहुने आफै गएर सामान झिकेर ल्याउने जमाना छ थ्याङ्क यू कार्ड सुनाइदे भइहाल्यो म त खै यहाँको मान्छे भन्छु नि मान्छे नै हुन्न रहेछ अब कति मजा के आफै तुई गयो सामान झिक्यो के चाहियो ल्यायो कार्ड सुनाइदियो भयो रुल्स चाहिँ राम्रो लाग्छ क्राइम गर्न पाउँदैन युकेमा चाहिँ त्यही हो हैन हात हाल्न पाउँदैन मेन कुरा जसले पहिला हात हाले त्यसै गल्ती भन्छन् सिधै पुलिसलाई फोन गरेर जिम्मा लगाइदियो भने ठिकै हो जसको गल्ती होइन हात हाल्ने गल्ती रे त्यही भएर यहाँ त के जति रिस उठे नि कसले पहिला हान्छ भनेर कुरेर बस्ने रहेछन् के अस्ति हाम्रो यता फौजीमा त्यस्तै भयो 2जना सानो लेभलको र ठुलो लेभलको झगडा परेछ अनि 2जना चौरमा बसेर अनि कसले पहिला हान्छ भनेर दुईटै उयो भएर बस्ने के कसले पहिला हाल्छ भनेर जति रिस उठ्यो नि त्यसरी बस्नुपर्ने रहेछ कसले रिस उठ्यो भने टाउको ठोकाउँछ नि बरु हात चाहिँ हाल्दैन यस्तो खतरा छ त्यो नेपालमा चाहिँ उहाँ बोल्नुभन्दा पहिल्यै कता गइसक्छ हात हाल्नु पाउँदैन जसले हात हाले त्यही फेरि जेल जाने हो फाइन भर्नुपर्ने होला बच्चाहरूलाई टेन्सन छ नि त्यहाँ बच्चा पायो भने फेरि भनेको मान्दैन त्यो बच्चाहरू आधा गोरा आधा नेपाली हुँदो रहेछ क्या सानैदेखि सिकाउँछ आमा बाउले पिट्यो भने सिधै पुलिसलाई फोन गरेर सिधै जेल हालिदिन्छ चुप्लाएर बस्ने हो के आधा कस्तो के आधा नेपाली आधा गोरा जस्तो न कस्तो खालको हुँदो रहेछ बच्चाहरू पनि म त यहाँ अनुहार नेपाली हुन्छ बेहोरा सबै अङ्ग्रेज टाइपको गोरा बिचारा पुरै नेपाल उयो पनि नजान्दिने अनि त्यो बाबा आमासँगको उयो पनि नै क्या कनेक्ट के भन्छ नै कनेक्सनै हुन हामीले त कति माया गर्छौँ नि त आफ्नो प्यारेन्ट्सलाई त्यो टाइपको नहुने कि यहाँ चाहिँ कनेक्सन चाहिँ अलिकति त्यतै टाइपको हुन्छ के गीत गाउनु रे हो गीत सुन्ने रे ओहो माया हुँदैन यहाँ माया त हुन्छ होला तर अलिकति अर्कै टाइपको हुन्छ के त्यो खालको हुनु नेपाली टाइपको हुनु यहाँ त अनि आफ्नो प्यारेन्ट्सलाई छुट्टै खालको माया गर्छ नि त
तर यहाँ नहुने त्यहाँ त अब छोराले बाउ हेर्नुपर्छ भन्ने नि छैन, त्यस छैन नि, त्यहाँको रुल्सै छैन नि। 18 वर्ष भएपछि आफै कमाउने कमाउँछ, अनि त्यसपछि 18 वर्ष भएपछि बाउ आमाले छुटेर राखिदिनु रहेछ त्यहाँ गोराहरूले त। त्यस्तो हुँदैछ, आफै सर्भाइभ गर्ने रे के 18 पुगेपछि त। 18 पुगेपछि भयो, अब 60 पुगे कटेपछि 60 कति कुनै कटेपछि वृद्ध भत्ता आइहाल्छ, कमाउनु परेन। अनि के को लागि मान्छेले के को लागि कमाउँछ? स्वास्थ्य फ्री छ, हेल्थ सबै फ्री छ। मान्छेले कमाउने भनेको बिरामी होला भनेर कमाउने हो, बुढेसकालको सहारा भनेर कमाउने हो, बुढेसकालमा चाहिन्छ भनेर कमाउने हो। अब त्यहाँ सबै त्यो छँदैछ, बिमारी भएर टेन्सन छैन, त्यही भएर त्यो खालको उयो नै छैन, त्यो खालको छैन के, बाँधिएको छैन के। सबैले आफ्नो फ्री टाइमले जिउने, जति कमाउने त्यति उडाउने जिउने भन्ने टाइपको छ क्या। म गलत छु क्या, सही छु जति मैले बसेर अनुभव गरेँ। नेपालीहरूले जोगाउँछ, गोराहरूले त खै पनि एक हप्ता कमाउने अनि विकेन्डमा बियर खाने अनि चिल गर्ने, त्यही त हो नि त। खै मैले त यहाँ कसैलाई देख्न पाएको छैन, अब पछि पछि देख्छु होला। मैले अवलोकन गरेँ, एक महिना बसेँ होला म, अवलोकन चाहिँ मैले राम्रोसँग गरेँ। त्यहाँ गएर मलाई घर खरवाला घर दामी लाग्छ यार। खरवाला घर? खरको छानो हुन्छ त नि, स्पेशल रे त्यो घर। कहाँ थियो र खरको घर? छैन यहाँ त मैले देखिनँ खरको घर त। त्यहाँ खरको घर दामी। बस्नुभयो? त्यो त त्यो अर्को भन्दा पनि महँगो हुन्छ अरे त्यो त। जुन छ नि हुन्छ नि खरको घर त यहाँ त। खरको छानो हुँदो रहेछ, त्यो त झन् महँगो रे। खै नेपालमा खरको घरमा कोही सुत्दैन, त्यहाँ त्यस्तो छ। अब खरको घर त नेपालमा त एकदमै निम्न स्थितिमा भएको मात्रै हुन्छ, त्यहाँ त्यही खरको घरलाई महँगो रे। ल किन जाडोमा पनि चिसो, चिसोमा ठन्डीमा पनि गर्मी हुने, त्यो टाइपको क्या, एसी नचाहिने, त्यस्तो बनाएर पुरै गर्दो रहेछ। मैले त देखेको छैन है, तर कहाँ छ होला, देखेको छैन, घुमेकै छैन रहेछ। मैले बुझिसकेँ, देखेको छैन, त्यति घुमेकै छैन रहेछ। मैले त यहाँ खालि बीच मात्रै उयो यत्रो ठुल्ठुलो समुद्र मात्रै देखेछु। यहाँ हाम्रो वरिपरि त 10-12 वटा भन्दा बढी छ होला। गाउँतिर कतै कतै हैन, खै म त पाउँछ पाउनु त होला, कतै होला नि त एउटा ठाउँ। थ्याङ्क यू देव सुरु ब्रदर। गीत गाउनु न, नेपाली गीत। ल नेपाली गीत, ल गाइजहरु लन्डनमा ट्याप ट्याप पुगेन, अलि मज्जाले ट्याप ट्याप गाउनु न। ल पिस दाइ है, हजुर अलि मज्जाले ट्याप ट्याप।